केटा हामीले चाहिँ भेटिसकेको छौँ माथि जाने बाटो हिँड्दै हिँड्दै आएको छौँ। अनि यहाँ डिजाइन कस्तो छ भने झ्यालको डिजाइन यस्तो हुनु पऱ्यो नि त डिजाइन। हिँड्दा 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 मेरो तेल निस्किसक्यो। अनि यहाँ हेर भ्यू केटा कस्तो छ भ्यू, वाउ टाइपको छ नि है। अनि बिचमा हेर कस्तो दामी छ त भ्यू। यो चाहिँ हामी छेउमा हेरेर चाहिँ भात खाँदैछ तल। त्यही त केटा अब फेरि एकलट घुमौँ। के हो यार केटा यस्तो। के हो फ्ल्याक्स भनेको चाहिँ के काठको बनाएको हो क्या। कफी होल्डर यहाँ छ केटा मेरो चक्कु माच्ने न्यु खोज्यो भने माच्ने घुसाइदिन्छु फेरि 4 इन्चको 6 इन्चको। यो हो नि त मास्क हेलमेट घोडाको चक्कु केटा चक्कु। हेर त केटा के हो यस्तो। चक्कु चक्कु केटाको चक्कु चक्कु। बाहुबलीले लगाएको केटाको कटप्पाले लगाएको ड्रेस। यहाँ रहेछ कटप्पा चक्कु खन्जर। खन्जरहरू माच्ने बन्दुक पनि छ कि हो यहाँ त नि म्याच लक्कन चक्कु।
हेर त केटा हो चिक्ने बन्दुक पनि रहेर हेर पेयर अफ फ्लिन्टलक राइफल सर्ट गन केटा हो M187 के साह्रो दामी हो यार केटा यस्तो यस्तो ठाउँमा थियो तिमीहरू हेभेन हो हेभेन हेभेन वाउ छ नि यार केटा हो ठाउँ त है यस्तो ठाउँमा आएको थियो त नि कैँची भएर सबै कानाकुची कुटाउनु भयो के हो अनि यहाँ छ फेरि हाम्रो राजाको तरबार माएर सुनै सुनको टल्केको आम्मामामा ए पत्याउँदैन नि यहाँ लाइटमा टल्केको कस्तो टल्किन्छ बाफ्रे घाममा त झन् कस्तो टल्किन्थ्यो होला फेरि राजाले यो बोक्दा त्यहाँबाट यस्तै छ हालत हाम्रो अलिकलिहरू यस्तै छ किताबहरू छ तर चक्कु बन्दुकहरू चाहिँ दामी रहेछ यार हिराको
फ्लोर बाँकी छ घुम्नुको लागि। कहाँबाट जाने हो त? यहाँ त ब्यान्ड गरेको रहेछ त यार, के हो यस्तो पारा? मैले थर्ड फ्लोरमा त कोही पनि जाएको छैन, जानु मिल्दैन त। त्यही हो केटा, तल खाना खाइरहेको माछाहरू। घुम्नुको लागि चाहिँ दामी भयो। यहाँबाट पनि जाने ठाउँ छैन होला ब्लक गरेर। त्यही भएर पनि हो केटा। धेरै घुमियो यार, मजा आयो हेरेर। हेर्दा हेर्दा मलाई त पेटै हरायो। एकछिन बसौँ। हिँड्दा 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 वाक्कै भयो यार। त्यही केटा, म्युजियम अफ इस्लामिक आर्ट चाहिँ यस्तो छ अरे दामीवाला। लाइट दामी र राइफलहरू राखेर छ। दामी लाग्यो मलाई चाहिँ, ओभर खतरनाक डेन्जरस लाग्यो मलाई एकदम। वान अफ द बेस्ट स्पट। अनि केटा हो भन त, मलाई कस्तो देखिरहेको, कान छेडेर ट्याब जस्तो देखिरहेको कि एकदम हिरो देखिरहेछ भन त केटा हो। के यार केटा, लिफ्ट पनि आउँदैन क्या हो कि हिँड्दै जानुपर्ने बेला भयो त यार। अब त त्यही हो केटा, अब चाहिँ म हिँड्दै हिँड्दै जाँदैछु ल। यहाँबाट पनि अब उता अक्सिजन पार्कतिर जान्छु। यस्तो छ है फेरि केटा हिँड्ने ठाउँ। यस्तो ठाउँको छ फेरि हाम्रो बबाल। माथि चाहिँ लाइब्रेरी जस्तो छ केटा हो टपमा। समाति मैले टन्की चाहिँ हामीलाई जस्तो गर्दैन यार केटाहरूले। फेरि ब्यान्डै ल्याउनु, त्यही हो केटा, जानुपर्छ हामीलाई। धेरै वाक्कै भयो। त्यही हो केटा, डुलेको डुल्नु यार, डुल्ने जस्तो लाग्यो।
डिजाइनहरू त खतरा छ है, स्ट्रक्चरल डिजाइनहरू बाफले हेर त केटा, आम्मामामा सक्छ त नि कसैले, बाफरे त्यही हो मेरो हातै दुखिसक्यो ल केटा हो। गुड नाइट। वाउ केटा हो, यो हो नि त भ्यू, हेर त यो पुरै कर्निस, यो एरिया भनेको पुरै कर्निस हो। आम्मामा यस्तो दामी भ्यू छ अनि बाफरे सक्छ त नि कसैले, हट यस्तो हेर्नुको लागि त म चाहिँ भाग्यमा श्री लेखेर आउनुपर्छ लौडा लसन। त्यही केटा हो, मेरो भिडियो बनाउने मान्छे चाहिँ कोही भएन, यहाँ भिडियो बनाइदिने पनि कोही छैन लौडा लसन। पर लड्कीहरू चाहिँ मैले टिकटक बनाइरहेको थिएँ पर, त्यही हो केटा दामी छ। पानी पनि कस्तो मजाले हल्लेको है त्यो हावाले गर्दा, बाफरे सक्छ त केटा हो, सक्छ त सक्दैन नि ल। बाफरे 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 अनि त्यो हो केटा परको त्यो देखिएको मिया पार्क हो त्यो, यो भनेको चाहिँ नदी हो, फेरि नदी अरे म समुद्र, यहाँ फेरि डुब्छ नि केटा हो, डुब्यो भने कसलाई भन्नु। हेर त केटा हो दामी छ भ्यू चाहिँ, त्यो दामी देखिएको छ होला है। वाउ चेक करो भाइ। सुन्दरी तिमीलाई के गरौँ, तिमीलाई के गरौँ भन भन, तिमीलाई के गरौँ, कता लगेर जाउँ तिमीलाई लामो। त्यही हो केटा यस्तो छ यहाँ समुद्र चाहिँ, अनि ऊ पर चाहिँ मिया पार्क हो त्यो देखिँदै गरेको, सब मिया पार्क यहीँ भयो। यो भनेको म्युजियम अफ इस्लामिक आर्ट भइगयो है, यस्तो छ कतिहरू तातो आयो मेरो ढाडी तात्यो मजा आयो त, बहुत मजा आएर। अनि लड्की लोकहरू यसो हेर्नु पनि मजा भइरहेको, त्यही हो केटा हो यस्तै छ यहाँ। यो म्युजियम अफ इस्लामिक भयो, उता भनेको मिया पार्क भयो, त्यहाँ भनेको कर्नेस, त्यही नजिक नजिक छ। अनि उता भनेको त्यो कफी भयो, त्यही हो केटा हो।
यहाँ म अस्ति डुलिसकेको छु, जानु पनि मन लागिरहेको मलाई। कुन चाहिँ हो माछा स्पिडमा जाँदैछ त्यहाँबाट। चाइनिज हो कि कोरियन हो कि यो के हो यार, मेरो त ढाडिसकिसक्यो त। तर मजा आएर फिला पनि सेतो न सेतो देखाएर तट पागल हो भन्ने बेलाले हुनु आँटिसकेको छु। तर ढाड चाहिँ मजाले तातिरहेको आरामले। माछिक्ने धेरै ढाड तातियो, अब छिक्ने लाग्नुपर्छ हामी पनि। त्यही एउटा जोडी जोडी आएर सब माछिक्नेहरूको गाँड हान्नुपर्ने छ। भरे मेरो युट्युब च्यानल पनि ब्लक हुन्छ होला यार, खालि मुख मात्र छाडेछ, मुख मात्र छाडेछ। गाह्रो छ घटा हो, गाह्रो छ। त्यही हो, यस्तो छ भ्यू चाहिँ इस्लामिक आर्ट। त्यही हो, उता उता त गइएन हेर्नुको लागि, के छ। त्यही हो केटा, अब चाहिँ हामी यहाँबाट गुड नाइट भन्न चाहन्छौँ। अनि त्यही हो केटा, यहाँबाट सबै देखिन्छ। यहाँ कर्नेस भयो, त्यो सुकफे भयो, अनि त्यो पराको भनेको त्यो स्पार पार्क, त्यो के अरे मुन टावर, सबै देखिन्छ यहाँबाट, सब देखिन्छ। हो त्यहाँ छ बोर्डमा पनि म्युजियम अफ इस्लामिक आर्ट भनेर। अब त के भन्नु, खै लास्टै गर्मी छ केटा। के घ्यार घ्यार गरेर आएर कुन चाहिँ खटारे हो के प्यार प्यार गरेर अघिबाट। त्यही एउटा यस्तो छ बिल्डिङ चाहिँ, के मुझे भ्यार भ्यार गरेर अघिबाट। त्यसको गाड चिलाएर हो कि के हो। त्यही हो केटा, अब चाहिँ म जानु आँटेको हो उता सुकुवाफिक, अनि सुकुवाफिकबाट जान्छु होला। अब चाहिँ कहाँ जानु भन्दाखेरि अब त्यही केटा पार्कतिर जानु आँटेको म, अब ग्रिन लाइनतिर, अक्सिजन पार्क। त्यहाँबाट डाइरेक्ट म घर जान्छु। त्यहाँ घर भन्दाखेरि रुम जान्छु क्या, किनभने म धेरै डुलिसक्यो। बिहानदेखि डुलेको, हिजो पनि डुलेको, आज पनि डुलेको, डुलेकै। के गर्नु, कामै छैन। अनि काम भए पो काममा जानु, नत्र त डुल्ने हो नि। बिन्दास डुल्दिने हो आफ्नै पारामा, चिल थक लाइफ। गप गप। त्यही हो केटा, यस्तो छ। दामी ठाउँ चाहिँ दामी छ है तर। अनि त्यहाँ ओरिजन भन्ने क्लब पनि छ, त्यहाँ बियर सियर खाएर अनि यस्तो पेलपाल हान्ने ठाउँ पनि छ भन्ने सुनेको थिएँ। आज जानुपर्छ है क्या हो। त्यही हो केटा, यस्तै छ यहाँको हल्लीचल्ली, कतारको हल्लीचल्ली। ल केटा, अब भ्लग पनि धेरै लामो भइसक्यो जस्तो छ। अब यसलाई अलिक छोटो गरौँ होला। को त्यो फेरि मासला बोटमा फेरि मस्त फिसिङ हान्दैछ त यार। कुन चाहिँ खैरी हो त्यो, कहाँबाट आयो हेर त केटा। खैरीलाई पनि बाल मतलब छैन, माथि मात्र पर्नु पऱ्यो त्यसलाई। क्या माछा मार्छ आज। म त के भन्ने होला अब यसलाई है, के भन्ने हो यसलाई। माछा मार भन्नु अब। कहाँबाट गयो हेर त, बोटमा पनि छैन त्यो, पालबाटै हाम फालेर
केटा खजर चाहिँ यस्तरी राखिराख पाकेपछि झार्छ अनि बेच्छ यिनीहरूले त्यही त हो नि बिजनेस केटा बिजनेस गर्नु सिक्नु पऱ्यो नि त अनि यहाँबाट हेर्दाखेरि म्युजियम अफ इस्लामिक आर्ट देख्छ यहाँ हेर्नु त केटा त्यो घरेलाई बाहन मतलब छैन मान्छे कहाँबाट गयो त्यो त्यहाँ ए त्यहाँबाट गएछ जाने ठाउँ छ है के हो कहाँ मस्त फिसिङ गरेर त्यही हो केटा हो जिन्दगीको गोरेटोमा मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ यस्तो भन्ने दिन पनि आउँदो रहेछ है काम छैन डुलेको छ भरे मिठो निन्द्रा लाग्छ केटा हिँडेको छ है केटा चस्मा चाहिँ फेरि दामी हो नि अगाडिको मान्छे त्यो लुगा सबै लुगा बिना छार्लाने सबै देख्छ केटाहरू चस्मा त्यस्तो हो क्या एआई चस्मा हो सो त्यही हो केटा अहिले चाहिँ हामी यहाँ छौँ हामी के अरे यो एयरपोर्ट पार्क यस्तो देखिरहेको फेरि एयरपोर्ट पार्क चाहिँ फेरि दामी लड्कीसँग आउँदाखेरि चाहिँ दामी हुने रहेछ केटा यहाँ भने यो अङ्गालो मारेर बस्ने कि त जिमसिम गर्ने यस्तो छ भ्यू चाहिँ ल अनि यहाँ छु म पागल प्रेमी होइन माछिनिक केटी पीडित चाहिँ हो म त्यही हो केटा हो अब रुम गएर के खानुपर्ने छ यहाँ सामान धेर भएर बोक्दा यहाँ मेरो तेल निस्किनु आँटिसक्यो यार त्यही हो केटा यहाँ एक दुईवटा सामान चाहिँ यसलाई घटाम अनि डाइरेक्ट हामी रुम जान्छौँ यता पड्किन्छ त यार पड्किन त अहिले फेरि लाउडा अघि चाहिँ मुझ कसरी पड्क्यो त्यही केटा यहाँ हल्का प्रोटिनहरू छ यो घटाम अनि प्रोटिनहरू घटाइसकेपछि हामी कुल्ले हान्ने हो मजा आयो भिडियो त्यही हो नाइट चाहिँ नाइटमा आउँछ भने चाहिँ फेरि शीतल हुन्छ अनि आनन्द पिस हो क्या केटा पिस यो नपसेर अघि हिर्काएर हालेको यार केटा हो बल्ल अलिक लोड कम भयो अब त्यही केटा अब हामी डाइरेक्ट जाने हो वक्राबाट डाइरेक्ट रुम जाने हो यहाँ सामान धेर भएर बोक्दा यार वाक्क दिक्क भइसक्यो मलाई यसमा चाहिँ के छ बल्ल अलिकति भयो भने सामान घट्यो नि त होइन केटा अनि यस्तो चाहिँ यहीँ छ मेट्रोबाट ठ्याक्क निस्किने अनि ठ्याक्क यो पार्क आउँछ पार्कमा आनन्द बस्ने हेर त केटा हो यस्तरी छम्मासँग अङ्गालोमा बस्दाखेरि कस्तो होला यस्तरी टक्क छम्माएर राखेर अङ्गालोमा बेरेर किस खाँदा त केटा हो स्वर्ग पुग्छ नि के गर्नु गर्लफ्रेन्ड नै छैन लौडा लसुन त्यही हो केटा हो यस्तो छ अहिले नाइटको भ्यू चाहिँ कति बज्यो भन्दाखेरि लौडा कति बज्यो 6:30 भयो त्यही हो यस्तो दामी भ्यू देख्छ अनि उतापट्टि चाहिँ फेरि गोवाको इन्टरनेसनल एयरपोर्ट हो क्या ट्याक्कै एयरपोर्टको पहाडी छ यो चाहिँ पार्क त्यही हो केटा हो यहाँ सामानहरू यस्तो सामानहरू छ यो फुटबल सुटहरू के छ यहाँ भनेको अन्डा र रमसम्म यहाँ भनेको त्यही फ्रुट्सहरू छ त्यही यत्रो सामान बोकेर हिँडिरहेको छु म यार केटा हो अलिकति दया माया छैन तिमीहरूमाथि ल केटा हो त्यही हो अब चाहिँ हामी यहाँबाट कुल्ले हान्न अनुरोध माग्छौँ
त्यही हो सेन्डोहरू लाउने हो अबदेखि फुटबल खेलेको भ्लग पनि आउँदैन यहाँ फुटबल नखेलेको पनि धेरै भयो क्या त्यही भएर अलिक पावर चाहियो मलाई पावर यस्तो हान्ने हो नि फुटबल यो जुत्ताहरू पनि धुनु भ्याएको छैन यार मैले डुलेको आएको छ बिहानबाट हिजो पनि डुलेकै छुट्टी त आउनै हुँदैन यार किन हो किन डुल्नु मन लागिहाल्छ फेरि म डुल्नु निस्केपछि खानासाना खल्ली हो खाना खाने अनि कुद्ने हो डुल्नुको लागि त्यही हो केटा हो अब डाइरेक्ट हामी जान्छौँ करवा चढेर अनि भयो भने भात खानुपर्छ भात खाएर अनि नुहाइधुवाइ गरेर सुत्नुपर्छ मन लाग्यो भने नुहाउँछु नत्र त्यस्तै हो अरू दिन नहुने हो ल केटा हाम्रो जुत्ता पनि लगाइसक्यौँ हाम्रो कति नेपालको 10,000को एयरफोर्स ओरिजिनल हो त्यही हो अहिलेसम्म फाटे पनि छैन केटा हो यस्तो क्वालिटी छ राम्रो क्वालिटी छ त्यही हो केटा अब चाहिँ हामी लाग्ने वातावरण बनाइसकेका छौँ यति भन्दै मेरो 2 शब्दहरू यहीँ टुङ्ग्याउन चाहन्छु हस् त नमस्ते अनि मेरो भ्लगमा राम्री केटीले कमेन्ट गर्नु होला अनि म रिप्लाई दिन्छु त्यही हो केटा हो चुप्पा